हेलो साथी नमस्ते सेवा स्वागत छ हजुरहरूलाई मेरो ब्लगमा। म चाहिँ आज ब्लग गरिरहेको छु किनभने आज चाहिँ हो मेरो बर्थडे अनि बर्थडेमा यसो गेट टुगेदर रमाइलो गर्ने भनेर म चाहिँ यहाँ रेडी भएर जाँदैछु हाम्रो तुलसीपुरको एउटा रेस्टुरेन्टमा, रिसोर्ट जस्तो भनौँ न, रिसोर्टमा। अनि म चाहिँ यहाँ रेडी भएँ, तर यो लुगा मलाई छोटो भएको जस्तो फिल भएर मलाई लाएर हिँड्न लाज लागेर गाह्रो पर्यो। के लाउनु हो छ्या। म चाहिँ यहाँ यो लुगा लाएर गएँ। यो पनि बर्थडेकै लागि भनेर किनेको, किन चाहिँ दुइटा एकैपल्ट अर्डर गरेको थिएँ। अनि मेकअप चाहिँ पार्लरमा गएर गरेको, अर्को ड्रेस लाउँछु भनेर, तर यो लगाएर गएँ। अनि मेरो बुढा चाहिँ सल्यानबाट आइपुगेर म कस्तो देखिया छु भनेर मोबाइलमा हेरेँ। अनि बर्थडे स्टार्ट गर्ने बेला भयो, केक सेक काट्ने रमाइलो गर्ने भनेर म चाहिँ यो भिडियो चाहिँ अलिक पछि गर्दैछु, एडिट गर्दैछु। मलाई चाहिँ यहाँ रुगा लागेर धेरै केक खाएर बोल्ने भने त्यस्तै भइरहेछ। भोइस पनि अर्कै आइरहेको होला, घाँटी दुखेको छ धेरै केक खाएर। अनि मेरो चाहिँ अब यस्तै हो, धेरै केक र चिसो खाइयो, त्यही भएर कोक फेन्टाले घाँटी समायो। अब गर्मी महिनामा पनि तातो पानी खाने दिन आइरहेछ मेरो चाहिँ, यस्तो छ पारा। म चाहिँ साउन्ड किन राखेको भने त्यहाँ गीत बजाइदिनु भएको थियो, त्यही भएर चाहिँ कपिराइट लाग्छ भनेर चाहिँ मैले आफ्नो भोइस राखेको हो। केक चाहिँ एकदमै मिठो थियो। यो चाहिँ हाम्रो साहा डेरीबाट लिएको केक हो। मैले उहाँ चाहिँ मेरो टिकटकमा भने फ्रेन्ड हुनुहुन्छ, फेसबुकमा नि फ्रेन्ड हुनुहुन्छ। मैले फेसबुकबाटै अर्डर गरेर लिन गएको थिएँ। 1000 रुपियाँको केक हो यो, एकदमै मिठो, एकदमै ठुलो पनि छ। यो खाइ नसकेर हामीले उतै फालिदिएर आयौँ। अनि टिका लाउने बेला भयो। उहाँ चाहिँ मेरो माइजू सासू होइन, बुढाको माइजू। केक काट्ने खाने सबले केक खुवाइदिँदा मेरो घाँटीको बेहाल बनाइदिनु भयो। अनि यतातिरको चलन फेरि दोहोरो टिको लगाइदिनु पर्छ कि, आफूभन्दा ठुलोलाई पनि टिका लगाइदिनु पर्ने। जबरजस्ती मलाई धोका यहाँ रेगा फेरि म चाहिँ खासै कसै ढोग्ने सोग्ने गर्दिनँ, त्यही भएर पनि बानी छैन। यहाँ चाहिँ मेरो दिदी भन्नुपर्ने, उहाँको नाम पनि नारायणी भएर म चाहिँ जिस्काएर मितिनी भनिदिन्छु फेरि। अनि मितिनी त होइन, एउटै नाम भएको व्यक्ति चाहिँ मैले फर्स्ट टाइम भेटेको हो कि। अजिब छ नि त मेरो नाम, यस्तो नाम कसैको छैन, तर उहाँ भेटिदिनु भयो ठ्याक्क लाएर। अनि त्यही भएर म मितिनी भनेर जिस्काइदिन्छु। तर दिदी हुनुहुन्छ, उहाँलाई चाहिँ फेरि मैले ढोक्नै बिर्सेछु। फेरि यस्तो छ पारा, म त के भन्नु। अनि गिफ्ट चाहिँ मैले लास्टमा यो गिफ्ट चाहिँ मैले नैना दिदीले दिनुभएको भनेको थिएँ, तर यो गिफ्ट चाहिँ उहाँले दिनुभएको रहेछ। सबैजनाले एउटै पसलबाट किन्नु भएको रहेछ, त्यही भएर म झुक्केँ। अनि उहाँ चाहिँ हाम्रो नैना दिदी एकदमै राम्री प्यारी होइन, अनि कुरा बुझ्ने हुनुहुन्छ क्या, एकदमै पुरानो। अब मैले चाहिँ गुडियाहरू उहाँसँगै सिकेको हो, हाम्रो टिचर भनौँ न, टिचर भनेर जिस्काइदिन्छु कहिलेकाहीँ चाहिँ, मास्टर नि भनेर। अनि उहाँले त झन् मलाई केक लगाइदिएर पार्लरमा गएर पैसा तिरेर मेकअप गरेको त साह्रै भएन। मेकअप गर्न चाहिँ गरेँ, तर मेकअप गरेर फोटै खिच्न बिर्सेछु। अनि योलाई त सबैले चिन्नु भएकै होला, अग्लो यति अग्लो छ हाइट पनि। यो चाहिँ मेरो दिदीकी छोरी, अनि हाइटीवाली। त्यसको छेउमा चाहिँ म चाहिँ कमिला उभिया जस्तै मान्ने नै रहेछु, देखिन्छु कमिला जस्तै। अनि उहाँ हुनुहुन्छ हाम्रो भाडामा बस्ने बहिनी। उहाँ पनि एकदमै गफ गरिराख्ने, कुरा गरिराख्ने हुनुहुन्छ होइन, जे होस्। अनि यहाँ फेरि ढोग्ने चलन छ, यसले त मलाई ढोग्नै बिर्सेरहेछ। फेरि मैले त्यसलाई ढोगाइदिएँ।
अनि उहाँलाई टिका लगाइदिएँ। रमाइलो धेरै मान्छे चाहिँ थिएन, तर जति पनि थियौँ रमाइलो थियो। म चाहिँ धेरैसँग सङ्गत गर्दिनँ, अब यस्तै हो, साथीभाइहरू धेरै बनाएर नि काम छैन, अब विश्वासिलो हुँदैन। तर जति पनि छन् एकदमै धेरै विश्वासिला छन् होइन, ज्ञानी छन्, बुझकी छन्। त्यही नै हो। उता सल्यानमा पनि थियो, तर 18 सालको बर्थडेमा आउनु भएको थियो 2-3 जना। तर उहाँहरू पनि एकदमै धेरै ज्ञानी हुनुहुन्छ, बुझकी हुनुहुन्छ। उता पनि म धेरै साथी बनाउँदिनँ, जहाँ गएँ थोरै साथी हुन्छ मेरो, तर एकदमै धेरै राम्रो हुन्छ। अनि यहाँ टिका लाउनलाई भनेर आइसिन् मेरी बुइनी, टिकटकबाट भेटेको बुइनी साथी जे भने पनि। तर यहाँ चाहिँ के भइसक्यो भन्दाखेरि बच्चाहरूलाई केक चाहियो भनेर रोएर पहिला चाहिँ बच्चाहरूलाई काटेर दिइहाल्नु पर्यो भनेर म चाहिँ यहाँ काटेर दिँदैछु। अनि पहिला त बच्चाहरूको चित्त बुझाइदिनु पर्यो नि त, मन भुलाइदिनु पर्यो फेरि होइन। अनि बच्चाहरू पनि धेरै थिएन, मैले चाहिँ धेरै हुन्छ भनेर खानेकुरा पनि धेरै अर्डर गरेर यति फालाफाल भएको थियो फेरि। अनि यहाँ चाहिँ हाम्रो, मैले जिस्काउँछु उसलाई चाहिँ अर्ना भैँसी भनेर, उसको नाम चाहिँ तारा हो, ऊ पनि मेरो एकदमै मिल्ने साथी हो। अनि ऊ चाहिँ त्यो मेरो टिकटकको बहिनीबाट भेटेको साथी। हामी एकफेर पिकनिक पनि गएको थियौँ, 3 जना मात्रै पिकनिक गएको थियौँ। यो चाहिँ हाम्रो खानेकुरा त म चाहिँ के सोचेको थिएँ भने यो सिङ्गे कुखुरा एक्सपेक्टेसन हो कि के गरेको थिइनँ, एक्सपेक्ट गरेको थिइनँ, तर आयो। अनि यत्रो रास खानेकुरा, आमा ठुलो मान्छेलाई त ठिकै हो, बच्चालाई तर हामीले सबले प्याक गरेर। हामी चाहिँ अहिले घर आइपुगिसक्यौँ। मेरो मेकअप चाहिँ मेकअप नगरेर मैले एउटा पनि फोटो खिचेँ, चप्पल देखाएँ। म चाहिँ अलस भएको छ। अनि यत्रो पैसा तिरेर मेकअप गरेँ, तर मेकअप गरेको फोटो चाहिँ खिचेन। यो गालाभरि यस्तो पोटपात लिपलाप बनाइदिएर यस्तो गराइदियो क्या मलाई। टिका नलाई म नि फोटो खिच्ने भने बर्थडे गिफ्ट होइन, अहिले साउन्ड बनाएर गाइस, यो चाहिँ मेरो बर्थडे गिफ्ट। अनि अहिले नै ओपन गर्नु पर्यो भनेर यसलाई हतार गरेपछि अझै रात भइसक्यो। हामी चाहिँ बर्थडे सर्डे बनाएर पनि आइसक्यौँ, अब ढिलो भइहाल्यो। अनि ओपन गर्नु पर्यो अरे भनेर हैरान पार्यो यसले। हामी यो कस्तो मेरो मिटिङजीको हो कि माइजूको थाहा छैन। मिटिङजीको हो के चाहिँ यस्तो बाँध्नेवाला सर्ट लाग्यो है मलाई। थ्याङ्क यू सो मच। त्यहाँबाट गीत लाउनु पुगेर चाहिँ नाम सेम भएको भएर चाहिँ मिटिने भनेको हो। त्यो चाहिँ हाम्रो माइजू दिनुभएको कुखुराको माइजूले टिसर्ट पनि कोही चलिआएको छ, कस्तो राम्रो सिधोहरू कस्तो छान्नु पनि मन जानेको। म चाहिँ फेरि किन्न गयो भने कसैले जुन राम्रो छ भने त्यो बोक्नु हिँड्ने हो। त्यो पनि हाम्रो माइजूले थ्याङ्क यू सो मच। माइजूले कताबाट बुढाहरू माइजू भेट्नु गएर गिफ्ट पाइयो। यो चाहिँ हाम्रो नैना दिदीले दिनुभएको हो। त्यो चाहिँ पेन्ट हो, अब सल्लाह गरेर दिनुभयो होला नि त। फेरि टिसर्टमा पनि केटीले तल के लाउँछ नारायणले भन्नुभयो होला। म चाहिँ प्यान्ट दिन्छु कि भन्नुभयो होला। अनि प्यान्ट दिनु फेरि साइज पनि ठ्याक्क फेरि कहाँबाट अघि हेरेको थिएँ चाहिँ मैले मिडियम साइज लाग्छ भनेर कस्तो थाहा भएको हो के नैना दिदी, हाम्रो मलाई गुड एज गर्ने हाम्रो मास्टर दिदी। यो पनि राम्रो छ, थ्याङ्क यू सो मच भेरी दिदी। अनि यो चाहिँ हाम्रो छोरी, मभन्दा अग्ली छोरी। यो चाहिँ हो कट सेट हो। यो चाहिँ किन्नलाई फेरि म आफै गएर छानेर ल्याएको हो नि त। फेरि यो पनि राम्रो छ, फेरि पत्याउनु मलाई गाह्रो लाग्छ। गाइज यो कट सेट हो, बुझिहाल्नु।
अनि यो चाहिँ लास्ट हो यो चाहिँ हाम्रो घरमा भाडामा बस्ने बहिनीले दिनुभएको हो के छ त यहाँभित्र यस्तो प्याकिङ गरेको गिफ्टहरू चाहिँ मलाई अथाहा राम्रो लाग्छ फर्स्ट टाइम यति धेरै गिफ्ट आउँछ मलाई पोहोर साल बर्थडे मनाउनुको लागि कति धेरै गिफ्ट थियो त्यसपछि पोहोर साल चाहिँ मलाई कसरी केही थिएन मनाएको थिएँ नि मलाई भन्दा फेरि यसलाई हतार यहाँ चाहिँ सिसाको गिफ्ट छ मलाई त्यस्तो लागिरहेको छ त्यही हो यति धेरै मेहनत चाहिँ नगरे अब यसको लागि पैसाको सकिएन दराजमा चाहिँ ट्याक्क लगाएर सजाइराख्छु हो गाइज थ्याङ्क यू सो मच हामीले भाडामा बस्ने बहिनी नाम थाहा छैन नाम थाहा छैन म बहिनी भन्छु उसले दिदी भन्छ यति नै हो अनि मेरो बुढाको गिफ्ट चाहिँ अब बर्थडे पार्टी हो यसले पनि मलाई केही दियो नजानी घर छिटो पराएछ कि पार्टीमा